यो खुसी अचारमा बन्छ कि यस्तो अचार अन्त बन्दैन। ल है साथीहरू, खुर्सानीको अचार खाने भए अर्डर गर्नु होला जाडोमा। यसमा फेरि अदुवा लसुन टिमुर अनि गरम मसला सबै छ, किनकि हामीले घरमा खानुपर्छ नि त, बेच्ने तरिकाले होइन। अब कसैलाई अर्डर अलिकति महँगो चाहिँ छ होइन, तर पनि तपाईँहरूले महँगो भए पनि होस् भन्नुहुन्छ भने चाहिँ खुसी रेडी छु है बनाउनलाई। अब के गर्ने, फ्रीमै बनाइदिन हुन्थ्यो। अब मन त फ्रीमै दिने मन थियो। ढ्याप्प मासुको अचार खाने भए भन्नु है, अर्डर गर्नु। मासुको अचार बनाउनु पऱ्यो भने खुसी पछाडि हट्दिन। खुसीले आउँछ चिकन मटन अचार बनाउनलाई। अब रेट त हेर्नुहोस् 1 किलोको डबल लाग्छ। अब रेट त महँगै हुन्छ, पर एकचोटि खानुभयो भने चाहिँ अर्कोचोटि पनि चाहिन्छ। रेसिपी झट्ट नभनौँ होला होइन, रेसिपी होइन मसला चाहिँ नभनौँ होला, किनकि आफूले काम गर्नुपर्छ नि त साथीभाइ हो। कुरा बुझी त्यही हो। अचार चाहिँ जे भने नि हाल्छ खुसीले। अहिले हो, पहिला त गरेको अचारको काम गरेको बाई गट थोडा हस्बेन्डको डेथ हुनेको बाद अलिक बिरामी भएर छोडेको। नत्र अचारको काम त अचारमा त खासै खुसीले पनि जित्दैन। ननभेज अचार पनि हाल्छु, चिकन मटन दुइटैको। अब के गर्नु हो साथी, गरिखान त पऱ्यो। कमाएर ल्याएर दिउँ भने बुढा छैनन्। अब छोराछोरीले कमाएर मात्र भएनन्। अब जे छ त्यही काम गर्न त पऱ्यो होइन, मागेर खान भएन, गलत काम गर्न भएन। बाँकी आफ्नो काम गरेर खानालाई त पछाडि हट्न भएन। साथीहरू के कसो हो मेरा प्यारा फेसबुक मित्र फ्रेन्डहरू, पोजिटिभलाई फालिदिनुहोस्, नेगेटिभलाई फालिदिनुहोस् है, नेगेटिभलाई फालिदिनुहोस्। डिसेम्बर यो 25मा पोजिटिभ वेलकम 2026लाई वेलकम गर्दै राम्रो सोच। नेगेटिभलाई फाल्नुहोस्, डिलिट गर्नुहोस्, पोजिटिभलाई सेभ गर्नुहोस् है त। यति भन्दै 2026को सबैलाई एडभान्समा शुभकामना। मिर्ची मिर्ची वाह मिर्ची अचार खुसी अचार।